कल्पना गर्नुस् कि तपाईहरूको घरको नजिकै दुई व्यक्ति 10 करोड रुपैयाँलाई आगो लगाउँदैछन्। तब तपाईहरूको मनमा के प्रश्न आउँ? सायद यही भन्नु होला कि अरे यार मजाक नगर। तर यो मजाक होइन। 23 अगस्त 1994 मा के फाउन्डेसन नामको एक संस्थाको 2 रक स्टार जिमी र बेल्टरमन्डले आफ्नो घरको बाहिर 10 करोड रुपैयाँलाई आगो लगाएका थिए। तब हामीलाई लाग्यो कि यो दुईजना कति बेवकुफ छन्। उनीहरूलाई यो पैसा आवश्यक थिएन भने त्यो कसैलाई दान दिएको भए हुने थियो। किन आगो लगाउनु पर्थ्यो? अझ उनीहरूले यस पुरा घटनाको एक भिडियो पनि बनाए र जब उनीहरूलाई एक इन्टरभ्यूमा सोधियो कि तपाईहरूले यस्तो किन गर्नुभयो, तब उनीहरूले भने कि हामीले केही गरेको छैनौँ, हामीले त बस आर्टको प्रदर्शन गर्यौँ। यानि हामीले त बस मानिसहरूबाट क्रिएट गरेको केही कागजको टुक्रालाई नै जलाएका हौँ, न कि कुनै खानालाई बर्बाद। तब यसबाट यो साबित हुन्छ कि हामी ह्युमन कहिलेकाहीँ पैसालाई लजिकली सोच्दैनौँ। यस कारणले साथीहरू, आज म तपाईँहरूलाई क्लोडिया हेमरद्वारा लिखित किताब माइन्ड ओभर मनीबाट 3 इम्पोर्टेन्ट लेसनहरू सेयर गर्नेवाला छु, जसलाई जानिसकेपछि तपाईँभित्र पैसालाई लिएर जो साइकोलोजी छ त्यो पुरा तरिकाले चेन्ज हुनेछ। कि कस्तो किसिमले हामी मानिस पैसालाई लिएर कहिलेकाहीँ कसरी इलोजिकल हुन्छौँ त भिडियो छोटो छ, अन्तिमसम्म पक्कै हेर्नुहोला। सो लेट्स बिगिन। त सबैभन्दा पहिलो छ पैसाको विषयमा मानिस प्राय असामान्य व्यवहार गर्छ। अथर भन्छ कि पैसाबाट हामीलाई एक किक मिल्ने गर्छ, त्यो पनि साइकोलोजिकली। जस्तै जब पनि हामीलाई कुनै पनि चिज गर्नमा प्लेजर मिल्छ तब हाम्रो दिमागबाट डोपामिन नामको एक केमिकल रिलिज हुने गर्छ। त्यस्तै किसिमले एक रिसर्च गर्यो, जबकि कुनै साइन्टिस्टहरूलाई फ्रीमा पैसा दिइन्थ्यो भने तब उनीहरूको ब्रेनबाट पनि त्यही सेम रेस्पोन्स मिल्थ्यो जो उनीहरूलाई टेस्टी जुस पिउँदा मिल्ने थियो। यानि पैसा पनि हाम्रो दिमागमा एक रिवार्डको फिलिङ ल्याउने गर्छ र हाम्रो ब्रेनमा डोपामिन रिलिज गर्ने गर्छ, जसले हामीलाई इमिडिएटली प्लेजर मिल्ने गर्छ र हामी त्यो प्लेजरलाई पटक पटक इमिडिएट ल्याउन चाहन्छौँ। र यसै चक्करमा हामी डिले ग्राटिफिकेसनलाई भुलिदिन्छौँ र हर चिज छिटोभन्दा छिटो चाहन्छौँ, वेट गर्न नै चाहँदैनौँ। यस कारणले अथर भन्छ कि यदि हामी पैसालाई सहीसँग युज गर्न चाहन्छौँ भने तब हामी आफ्नो फिलिङमाथि कन्ट्रोल गर्न आउनुपर्ने हुन्छ। नम्बर दोस्रो छ मानिसहरू पैसाको लागि लजिकली हुँदैन। लेखक भन्छ कि यदि तपाईँहरूलाई यो सोधौँ कि अहिले तपाईँहरूको पकेटमा कति रुपियाँ छ, तब तपाईँहरूले पकेटमा जति पनि क्यास छ त्यसलाई गनेर अवश्य भन्न सक्नुहुन्छ। तर तपाईँहरू आफ्नो डेबिट र क्रेडिट कार्डमा कति पैसा छ त्यसलाई काउन्ट कहिल्यै गर्नु हुँदैन, किनकि हामी ह्युमन हाम्रो सामु जति क्यास हुन्छ त्यसलाई नै वास्तवमा पैसा मान्ने गर्छौँ। यानि क्यास र कार्डलाई अलग अलग मान्छौँ। जहाँ एक रिसर्चमा 600 घरहरूलाई 6 महिनासम्म घरको खाना पिउने आइटमलाई ट्र्याक गर्यो र जसमा यो पाइएको थियो कि जो मानिसहरू क्यासमा पे गर्ने गर्थ्यो उनीहरू अनहेल्दी आइटम जस्तै केक र चकलेटमा कम खर्च गर्ने गर्थ्यो र जो मानिसहरू डेबिट र क्रेडिट कार्डबाट पेमेन्ट गर्ने गर्थ्यो उनीहरू यी चिजहरूमा धेरै खर्च गर्ने गर्थ्यो। किनकि जब हामी क्यासमा पेमेन्ट गर्ने गर्छौँ तब हामीलाई लाग्छ कि पैसा हाम्रो खर्च हुँदैछ, गिल्टी फिल हुन्छ त्यो चिजहरूको लागि जो हामी खरिद गर्दैछौँ। तर त्यही कार्डबाट पेमेन्ट गर्दा त्यसलाई गुमाएको महसुस नै हुने गर्दैन र बिना सोच विचार गरी विभिन्न चिजहरूमा खर्च गर्न सुरु गरिदिन्छौँ। त्यसैले अथर पनि हामीलाई यही सजेस्ट गर्छ कि यदि तपाईँहरू कुनै पनि चिज लिनुहुन्छ भने तब तपाईँहरू क्रेडिट कार्ड युज गर्नुको साटो सधैँ क्यासको प्रयोग गर्नुहोस्, जसले कि जब पनि त्यो पैसा तपाईँहरूको हातबाट गइरहेको देख्नुहुन्छ तब बेफाल्तुको चिजहरूमा खर्च गर्न कम गर्नुहुन्छ र तपाईँहरू पनि पैसालाई धेरैभन्दा धेरै भ्यालु गर्न लाग्नुहुन्छ। नम्बर तेस्रो छ मनी मनी मनी। हामी सबैलाई यो त थाहा छ कि पैसा हाम्रो बेसिक निडको लागि एकदमै जरुरी चिज हो, तर यो आवश्यकता कति हदसम्म। जस्तै एक समय थियो जब कसैको साथमा मोबाइल मात्र हुन्थ्यो भने तब त्यसलाई हामी धनवान व्यक्ति मान्थ्यौँ, तर आज यो हर कोही व्यक्तिको लागि कमन चिज बनिसक्यो। एक समयमा कुनै पनि रेस्टुरेन्टमा गएर खाना खानु पनि एक सपना हुन्थ्यो, तर त्यही अहिले हामीलाई थाहै छैन कि कतिपटक गएर खायौँ होला, किनकि यो सबै चिजहरू हामी अहिले अफोर्ड गर्न सक्छौँ। यानि सायद तपाईँहरूलाई जो चिज आजभन्दा केही वर्ष अगाडि जति खुसी दिन्थ्यो त्यो आज दिँदैन होला। त यही सबैभन्दा ठुलो क्वेसन हो कि के तपाईँहरूलाई पैसा खुसी दिन सक्छ या सक्दैन। त यसको सबैभन्दा बेस्ट इक्जाम्पल हो लटरी विनर। यानि जब मानिसहरू लटरी जित्छन् तब उनीहरूलाई लाग्छ कि त्यस समय मलाई संसारको सबै चिजहरू मिलिसक्यो। उनीहरू भन्छ कि म आफ्नो सारा लोन चुकाउँछु, जहाँ भन्यो त्यहीँ घुम्न जान्छु र पुरा जीवन आरामले फ्रिडमको साथ बिताउँछु। तर वास्तविकतामा यस्तो हुने गर्दैन। तपाईँहरू म्याक्सिमम मानिसहरूको इक्जाम्पलबाट हेर्न सक्नुहुन्छ कि जति पनि लटरी विनर मानिसहरू हुन्छन् त्यसमध्ये म्याक्सिमम मानिसहरू केही वर्षमा नै कङ्गाल हुने गर्छन्, किनकि एक समयपछि पैसा उनीहरूलाई खुसी होइन दुःख दिन स्टार्ट गर्छ।
मानिसहरू उसको साथमा होइन उसको पैसाको पछाडि लाग्न सुरु गर्छ किनकि उनीहरूलाई रातौँ रात लटरी लागेको हुन्छ। त्यसैले यसलाई ह्यान्डल गर्न सक्दैन किनकि उनीहरूको माइन्डसेट यति धेरै पैसालाई ह्यान्डल गर्नको लागि बनेकै हुँदैन र यो पैसा उनीहरूको लागि वरदानको ठाउँमा श्राप बन्ने गर्छ र हर कोही उनीहरूको पैसाको पछाडि नै हुने गर्छ। अनि यसै कारणले उनीहरू न त खुसी हुन पाउँछन् न त सही तरिकाले त्यो पैसालाई ह्यान्डल नै। यस कारणले अथर भन्छ कि तपाईँहरूलाई धेरै पैसा कमाउनु यो त अवश्य जरुरी छ तर रातौँ रात होइन। यानि तपाईँहरू एक दिनमा धनी बन्न त कदापि सक्नुहुँदैन र बनिहाले पनि त्यसको महत्त्व तपाईँलाई थाहै हुँदैन किनकि त्यसको तपाईँहरूलाई आदत नै हुँदैन र त्यसलाई ह्यान्डल पनि गर्न सक्नुहुँदैन। यस कारणले बिस्तारै बिस्तारै मेहनत गरेर त्यस पैसालाई कमाउनु छ जसले कि तपाईँहरूले त्यो पैसाको भ्यालु बुझोस् र जीवनमा सही तरिकाले सही निर्णय लिन सकोस्। यानि यस किताबको पुरा कन्क्लुजन बुझ्नुहुन्छ भने अथर हामीलाई यस किताबमा भन्छ कि पैसालाई लिएर हाम्रो जो पनि साइकोलोजी छ त्यो कस्तो किसिमको हुन्छ अनि कयौँ हामी इरेसनल निर्णय लिन्छौँ बिना सोच विचार गरी। त्यसैले अथर हामीलाई खर्चलाई लिएर एकदम सही एडभाइस दिन्छ जसमा तपाईहरू जति पनि खर्च गर्नुहुन्छ त्यसमध्ये म्याक्सिमम तपाईहरू क्यासमा नै पेमेन्ट गर्न स्टार्ट गर्नुहोस्। साथै यदि हामीले पैसा कमाउनु छ धनी हुनु छ र धनी बनिरहनु छ भने तब हामीले पैसालाई लिएर आफ्नो जीवनमा निर्णय लजिकको बेसमा नै लिनुपर्ने हुन्छ। तब गएर मात्र हामी यस मनी गेमलाई राम्रोसँग बुझ्न सक्छौँ। त यो थियो द मोस्ट इम्पोर्टेन्ट लेसन फ्रम द बुक माइन्ड ओभर मनी। भिडियो यही कम्प्लिट हुन्छ। भिडियो कस्तो लाग्यो फिडब्याक कमेन्टमा पक्कै दिनु होला। सो आजलाई यति। हस् त, धन्यवाद। जय नेपाल।